अनि हाम्रो अक्सिजन फिटनेस सेन्टरकै उहाँलाई हाम्रो शिव सरले खादा लगाएर सम्मान गरिसक्नु भएको उहाँलाई जोरदार तालीले फेरि पनि सम्मान गरौँ। हाम्रो यस अक्सिजन फिटनेसका सञ्चालक हामी सबैका गुरु शिव सरलाई पनि यहाँ संयोजकको आसनमा गरिदिनु न, हार्दिक अनुरोध गर्दछु। हाम्रो भाउजू हिमालय हार्दिक अनुरोध गर्दछु। यसै गरी यहाँ हाम्रा अन्य गुरुहरू पनि उपस्थित हुनुहुन्छ। हाम्रो नृत्य निर्देशक सुन्दर बगैँचाका सदस्य शिवम कुमार दिनुहुनको लागि हाम्रो व्यवस्थालाई नै मैले अनुरोध गरेँ। यसै गरी यहाँ नृत्य सङ्गीत सुन्दर बगैँचाकै सदस्य सन्तोष क्लासले पनि बसिरहेको छ। उहाँलाई पनि आसन ग्रहण गरिदिनु न, हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु न, हाम्रो कमिसनरलाई पनि हार्दिक अनुरोध गर्दछु। गुरुहरू यहाँ उपस्थित हुनुहुँदो रहेछ। गुरु राकेश कोदालाई पनि आसन ग्रहण गरिदिनु न, हार्दिक अनुरोध गर्दछु। उहाँलाई सम्मान स्वरूप टिका लगाएर उहाँको सम्मान गरिदिनु न, हाम्रो शिव सरलाई अनुरोध गर्दछु। ताली बजाएर उहाँको सम्मान गरिदिनु होला। उपस्थित हुनुहुन्छ अनि छुट्नु भएको छ भने म उहाँलाई पनि अवश्य आसन ग्रहण गराउने नै छु। यसै गरी यहाँ अभिभावक पनि उपस्थित हुनुहुन्छ। उहाँलाई रामप्रसाद पोखरेल उहाँलाई पनि आसन ग्रहण गरिदिनु न, हार्दिक अनुरोध गर्दछु। रामप्रसाद पोखरेल बस्ने ठाउँमै भएन, अर्को पनि जान पायो हुन्थ्यो नि।